नमस्ते, म दिलीप राणा। मैले हिजो प्यारेन्ट्ससँग एउटा राम्रो कन्भर्सेसन गरेको थिएँ। त्यसमा विशेष गरेर अहिलेको शैक्षिक डिसिजन जुन चाहिँ आएको छ, पोलिसिज आएको छ, जसमा चाहिँ स्कुल कहिलेदेखि चाहिँ सुरु गर्न सकिन्छ वैशाखबाट भन्ने कुरामा चाहिँ फोकस थियो। यसमा चाहिँ दुईचोटि जस्तो चाहिँ तपाईँको डेट रिभाइज भएको छ। एकचोटि 15 गते खोल्ने र अर्को गएर 21 गते खोल्ने भन्ने चाहिँ यो दुईवटा डेट हालमा आएको छ। यसले के भइरहेको छ त, यो नयाँ चेन्जेसहरूले, यो नयाँ डेटले चाहिँ के भयो भन्ने कुरामा चाहिँ हाम्रो प्यारेन्ट्स र मेरो बिचको चाहिँ सानो कन्भर्सेसन थियो, रमाइलो थियो। अनि यही कन्भर्सेसन चाहिँ म तपाईँसँग सेयर गर्न चाहन्छु। अहिलेलाई यो डेट जब हामी पुश डाउन भयो, 15बाट तपाईँको चाहिँ 21मा सर्यो, त्यसले के भयो त, त्यसले चाहिँ अर्को समस्या चाहिँ प्यारेन्ट्समा के देखा पर्यो भन्दाखेरि घरमा बच्चा प्यारेन्ट्स बस्नुपर्ने चाहिँ अवधि चाहिँ लम्बेर गयो र घरमा बच्चालाई टेक केयर गर्ने, विशेष गरेर ती बच्चाहरू जसलाई चाहिँ गाइडेन्सै चाहिन्छ, मोनिटरिङै चाहिन्छ, त्यो परिस्थितिले गर्दाखेरि जो प्यारेन्ट्सहरू जागिरे हुनुहुन्छ ती प्यारेन्ट्सहरूले चाहिँ हप्ता 2 दिन चाहिँ छुट्टी, रोटेसनमा छुट्टी लिँदै बच्चालाई टेक केयर गर्ने चाहिँ सिचुएसन देखा परेको छ। या जो बच्चा चाहिँ सक्षम छ ती बच्चा पनि घरमा एक्लै बस्दाखेरि कसले मोनिटरिङ गर्ने, कतै नराम्रो काम गर्ने हो कि भन्ने जस्ता डर, त्रास पनि मैले चाहिँ सुन्नमा आयो। त्यसले गर्दाखेरि मेरो रिक्वेस्ट गभर्मेन्टलाई के छ भन्दाखेरि स्कुल खोल्ने चाहिँ एउटा प्रपर डेट नै राम्रोसँग पहिला नै त्यसलाई स्टडी गरेर, रिसर्च गरेर, सबैलाई समेटेर अगाडि बढ्दाखेरि, राम्रो डेट दिँदाखेरि सबै बच्चाहरू चाहिँ टाइमली स्कुलमा आउन सक्थ्यो र हामीले पनि टेक केयर गर्न सकिन्थ्यो। किनभने स्कुलमै तपाईँले चाहिँ यो प्राइभेट स्कुललाई तपाईँले एक्सन लिनुहुन्छ, के चाहनुहुन्छ चेन्ज गर्नुहुन्छ भने समय छ त। तपाईँसँग 5 वर्षको म्यान्डेट छ। अरू त्योभन्दा पनि ठुलो कुरा, स्कुल कतै जाँदैन, स्कुलको भौतिक पूर्वाधार जहाँको त्यहीँ रहन्छ र त्यसको सञ्चालक पनि त्यहीँ रहन्छ। समय छ हामीसँग त्यसलाई कसरी अगाडि बढ्नको लागि डिसिजन गर्दाखेरि सोचौँ, त्यसलाई हेरौँ, सबै कोणबाट हेरौँ र कसैलाई पनि दुःख नआओस् त्यस्ता डिसिजन लिँदाखेरि राम्रो हुन्छ। हामी पनि गभर्मेन्टलाई त्यसलाई सपोर्ट गर्छौँ। नमस्ते।